ल गाइज फेरि नयाँ ठाउँको एउटा एक्सप्लोरिङ भिडियोहरू तपाईँ समक्ष ल्याउने बाचाका साथ आज हामी हिँडिरहेका छौँ। एकदम उत्साहित छौँ हामी। त्यो नयाँ ठाउँमा एकदम बबाल छ। घुम्न सहर होइन, आधुनिकीकरण। त्यहाँ चाहिँ हरियाली, ठुल्ठुला बिल्डिङ अनि समुद्रबाट ल्याएको पानीबाट बनाएको पार्क त्यस्तो छ थुप्रै है। हामी चाहिँ इन्सनमा रहेको सोङदो भन्ने ठाउँमा जाँदैछौँ है, सेन्ट्रल पार्क, जहाँ चाहिँ एकदम बबाल छ। बबाल भिडियो हुनेवाला छ एकदम सुनेका छौँ। मजाले तपाईँहरूलाई देखाउने छु। ट्रेनको बाटो हेर्दा हेर्दै कुर्दा कुर्दै है थकाइ लाग्यो। म त अब आराम गर्छु गाइस, मजा लिनु पर्यो। ल आयो अब हाम्रो झर्ने स्टेसन है ओनिन्जेमा पुगिसक्यो हामी। अब हामी चाहिँ ओनिन्जेबाट झरेर अन्डरग्राउन्डमा तल है 2 फ्लोर तल B2 मा गएर चाहिँ अर्को हाम्रो सेन्ट्रल पार्क जानेतिरको ट्रेनमा जाँदैछु है। सोङदो मुनलाइट फेस्टिभल पार्क। ल हाम्रो फाइनल्ली आइसक्यो हामी अब है सेन्ट्रल पार्क। जाम अब समय पनि धेरै भइसक्यो, 2:30 बज्न आँटिसक्यो। आज मौसम चिसो छ है। सुनिन्द्र लाग्ला जस्तो झुलिएँ म त ट्रेनमा। सिट पनि खाली पाइयो। सेन्ट्रल पार्क स्टेसनमा पुग्यो है गाइस। फाइनल्ली गाइज हामी चाहिँ अब सेन्ट्रल पार्कभित्र प्रवेश गरिसकेका छौँ। यहाँको सुन्दर हरियाली हेर्नुहोस्, वरपर ठुल्ठुला बिल्डिङको बिचमा हरियाली वातावरण। अनि त्यसमा पनि सबभन्दा आकर्षण भनेको चाहिँ दुईटा ठुला बिल्डिङहरूको बिचमा है समुद्रबाट ल्याएको पानीलाई यसरी सफा तरिकाले टक्क यसमा चाहिँ बोट चलाउने गरेका छन्। यो एक राउन्ड लगाएको। अब कति लान्छ है हामी चढ्ने प्रयास गर्नेछौँ। हेरौँ आजको भिडियो के कस्तो हुन्छ है। तपाईँ पनि आउनु होला एकपटक, सायद मन पर्न सक्छ है। यहाँ चाहिँ अब बल 3टा बल भएको छ है। माथि चाहिँ जान मिल्छ कि मिल्दैन, सरिफ खुम्जी भन्ने जस्तो लाग्छ। यहाँ चाहिँ हाम्रो जान मिलेन। यहाँ केटाहरूको फोटोसुट भिडियो सुट चलिरहेको रहेछ तलतिर। यो आर्क पुलमा चाहिँ माथिबाट हेर्दा चाहिँ पानी चाहिँ यस्तो देखिँदो रहेछ है। आज चाहिँ पानीमा चाहिँ त्यो के मिसाएर आएर रहेछ नि, सेतो पदार्थ छ। सायद पानी सफा गर्ने वाला कुनै मेडिसिन हुनसक्छ। ल हेर्नुहोस् आइसक्यो हाम्रो पानी जहाज। उतापट्टि बसेका छन् देवदासहरू। सोङदो सेन्ट्रल पार्क दक्षिण कोरियाको इन्चनमा रहेको निकै लोकप्रिय र आधुनिक पार्क हो। यो पार्क सोङदो इन्टरनेसनल बिजनेस डिस्ट्रिक्ट IBD को केन्द्रमा अवस्थित छ र कोरियाको पहिलो समुद्री पानी सी वाटर प्रयोग गरिएको सहरी पार्कमध्ये एक मानिन्छ। यसका प्रमुख आकर्षणहरू भनेको चाहिँ सुन्दर हरियाली र खुल्ला वातावरण, घुम्नको लागि, फोटो खिच्नको लागि र आराम गर्नको लागि एकदम उत्कृष्ट ठाउँ। यसमा चाहिँ वाटर ट्याक्सी र क्यानो राइडहरू पनि गर्न पाइन्छ। पार्कको बिचबाट बग्ने नहरमा चाहिँ समुद्रबाट ल्याएको पानी प्रयोग गरिएर वाटर ट्याक्सी वा क्यानो चढेर रमाइलो गर्न सकिने गर्छ। रातिको भ्यू चाहिँ एकदमै रमाइलो। साँझ पक्क बत्ती बल्दाखेरि चाहिँ वरिपरिका अग्ला भवनहरू र पार्कको प्रतिबिम्बले निकै आकर्षक देखिने गर्छ। साइकल र पैदल यात्राको लागि चाहिँ साइकल चलाउन र पैदल हिँड्नको लागि चाहिँ राम्रा ट्र्याकहरू रहेका छन्। सुन्दर हरियाली वरपर, बिचमा यो नहर देख्दै कति मनमोहक। प्रकृति लभरहरूको लागि चाहिँ एकदमै रमणीय स्थान हुनसक्छ सोङदो सेन्ट्रल पार्क। तपाईँहरू पनि एकपटक अवश्य भिजिट गर्न आउनुहोला। यहाँको पानीको विशेषता हेर्नुहोस्, कति सङ्लो छ। तल भुइँमा के छ, ढुङ्गा छ के छ भनेर पनि देखिरहेको छ। योभन्दा पनि अझै सफा हुन्छ। आज चाहिँ अलिकति यहाँ चाहिँ के मेडिसिन टाइपको मिसाएको होला सक्छ यो, त्यही भएर चाहिँ हल्का फोहोर देखिएको छ।
यहाँ चाहिँ मानिसहरूको लागि चाहिँ यति व्यवस्था गरिदिएको हुन्छ कि हैन आफ्नो नागरिकहरूको लागि। अनि पर्यटकीय हिसाबमा पनि धेरै राम्रो बनाइदिएको हुन्छ कि अब हामी पनि अब कति टाढाबाट देखि आयौँ नि त हैन यहाँ राम्रो छ भनेर। अब हिँड्नको लागि, दगुर्नको लागि, साइकल चलाउनको लागि है, हरियालीको लागि पनि पुरा यो जङ्गलहरू यस्तो है, रुखहरू, रुख बिरुवाहरू यस्तो बबाल रोपिदिएको हुन्छ है। ल अब हामी चाहिँ यहाँ पार्कभित्र रहेको चाहिँ मिनी गार्डनमा तपाईँहरूलाई भिजिट गराउँछौँ। यहाँको फुल बिनाको गार्डन एउटा फुल पनि छैन हेर्नुहोस्। पार्कभित्रको पार्क, मिनी पार्कमा फुलहरू। यहाँ बजारले पनि जुम गरेर फोटो खिचिराख्नु भएको छ। यो चाहिँ पारिपट्टि भनेको ठुल्ठुला बिल्डिङ हेर्नुहोस् त क्या बबाल छ। अनि बिचमा यो कृत्रिम नहर। What is this nonsense, you idiot? मुस्लिम रहेछ गाइस, मुस्लिम यार। के बोले भाइ? अब के बोले के छ थाहा भाइ बोले? अब यहाँ चाहिँ यिनीहरूलाई चाहिँ अहिले पिसाब लागेको छैन रे हैन। एकछिनपछि अब पानी आउने गर्छ ठ्याक्कै। ल अब आयो ठ्याक्कै आयो। केटाहरूले पिसाब लाग्यो कति भन्ने बित्तिकै कति धेरै पिसाब लाग्यो। ओहो अर्को ले यसले लाज नभएकाहरू तेरिका मोज गरे हामी। लाज नभएर हेर न ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। फटा मुख दो मुख। ल धेरै कति धेरै गरेको ल ल बन्द गर लाज कट प्यान्ट माथि तान, प्यान्ट माथि। मान्छे धेरै आइसक्यो प्यान्ट माथि तान भनेको सुन्दैन तिमीहरू? लाज लास्टै रहेछ, खतम। लाज नभएका रहेछन् क्या यिनीहरू चाहिँ। ल अब लाज लागेर हामी आफै भाग्नुपर्ने अवस्था आयो। सब लाज पचेकाहरूलाई हेर्नको लागि सब भिडियो बनाउँदैछन्, हेर्दैछन्, कोही हाँस्दैछन् है, सब हाँसेका छन्, मोज गरे छन्। जुम गरी फोटो भिडियो बना। अब चाहिँ फुलहरू हेरेर नहरको किनार हुँदै हामी अगाडि बढिरहेका छौँ। ढुङ्गा चढ्ने ठाउँ खोजिरहेका छौँ है। अघि बढ्दै वन जङ्गल सानो यो पार्क घुम्दै पार्कभित्र रहेका हिँड्ने दगुर्ने बाटोहरू बनाइदिएको हुन्छ यसरी है। यो मान्छेहरूले रमाइलो लिइराख्नु भएको छ। आज मौसम पनि शीतल छ, घाम पनि लागिरहेको छैन। तर चाहिँ हल्का फोटो भिडियोको लागि चाहिँ हल्का कालो आउँदो रहेछ। भाइहरूसँग आइफोन भयो त्यही भएर आइफोनमा अलिक कालो आउँछ अरे। आफू चाहिँ अब आइफोन छैन, आफ्नो त रेडमी परियो। रेडमी पर्दाखेरि चाहिँ घाम न वर्षा न केही छाया मतलब भएन। एनीवेयर अलवेज क्लिन क्वालिटी हो गाइज। हेर्नुहोस् है 24 आवरमा 25 अलवेज क्लिन फोटो एन्ड भिडियो है रेडमी पावर। यहाँ पार्कभित्र चाहिँ क्याम्पिङ गरेर मजाले बसिरहेका छन् फ्यामिलीसँग। हामी चाहिँ नहर किनार हुँदै अघि बढिरहेका छौँ। ऊ त्यो पोस्टको इन्टरनेसनल बिल्डिङ है, कति तलाको होला ल भन्नुहोस् त तपाईँहरू, भिडियो हेरेर भन्नुहोस् त। ल पछाडि हेर्नुहोस् है, पुरा फ्यामिलीहरूले कोही भर्खर आउनुभएको छ भने कोही अब बोरे बिस्तारा लिएर फर्किँदै हुनुहुन्छ। भाइहरू त डुङ्गा चढ्छन् रे है। अब मसँग चाहिँ टिकट छैन, टिकट काट्नलाई पैसा छैन, त्यही भएर चाहिँ म चाहिँ चढ्दिनँ होला। भाइहरू चाहिँ मजाले चढ्छन् होइन। ल यो चाहिँ अब कोरियाका पुराना पहिलेका होइन प्राचीन कालका घरहरू, हानो माहौल है। यहाँ चाहिँ अहिलेसम्म पनि यस्तरी है सुरक्षित गरेर राखिएका छन् होइन। परापूर्व कालदेखि लिएर होइन पछिका पिँढीहरूलाई चाहिँ हाम्रो पुर्खाहरूले चाहिँ कस्तो घरमा बसेका थिए भनेर उ गर्नको लागि चाहिँ हाम्रो नेपालमा चाहिँ अब खरको घरहरू चाहिँ बिस्तारै लोप हुँदैछ है। यहाँ चाहिँ अहिलेसम्म पनि यसरी संरक्षण गरेर राखिएको छ। यो चाहिँ अब
वालहरू दिवालहरू भयो होइन। टक्क भाइले चाहिँ फोटोसुट गर्दै हुनुहुन्छ टक्क हानुमहलको अगाडि भने क्यामेराम्यानमा साथ दिँदै हुनुहुन्छ कृष्ण भाइ। अनि मान्छेभित्र चाहिँ खल्ली गर्नेहरू पनि छन् रहेछन् सायद है। यसरी चाहिँ सुरक्षित गरेर राखेको छ पहिलेका घरहरू है। अब यहाँ चाहिँ नहरको किनारमा सानो के कोट जस्तो छ है। SO सन GDO गुदो सन गुदो यो भनेको के हो सनलाई गोदो यस्तो चाहिँ गर्नु भएन यार नाम अलिक फरक राख्नुपर्ने हो। त्यो के हो यार त्यो हेर त रिक्सा जस्तो छ चार पाङ्रे त्यो त डोली हो नि दाइ बेको ढोली हो कतै तिम्रो बेहुली त छैन भाइ त्यहाँभित्र खै मलाई नदेखिकन गएको छ पर चन्द्रमा पनि त रहेछ नि पछि पछि ल त्यो घाम हो क्या त्यसरी चन्द्रमा घाममा त कहाँ बस्न सक्यो मलाई चन्द्रमा सँगसँगै रोटेसन गरेर किनारै किनार हेर्नु त यो यता बिल्डिङ छन् भाइ। यहाँ तिमी अपार्ट किनकै एउटा हो म त यो लिन्छु कुन लिने पुरै लिने कि एउटा यो टावर यो टावर लाने रे यहाँबाट चाहिँ डेली भ्युज हेर्नुलाई मलाई रिस त्यो होइन मैले अपार्ट होइन एउटा पुरै बिल्डिङै किन्ने बिल्डिङ किन्ने रे भाइले चाहिँ होइन रिसै उठ्दैन दाइ मलाई रिस नउठेर गाह्रो छ। कैसे लोग रहते हैं यार यहाँ पर यो सेतो सेतो के हो होला गाई है भाइले थाहा छ अरे होइन भाइ के हो यो थाहा छ यो अबे जल्दी बोल कल सुबह पनवेल निकलना है। यो अघि थाहा छ भन्थ्यो त यार पक्कै पनि यो पानी सफा गर्ने के केमिकल होला कि हेर यो सेतो सेतो के फालेर आयो यता सानो सानो ढुङ्गाहरू है यो यस्तो के हो यो साइकलको चक्का पहिला रिक्सा डोली जस्तो पनि छ के जस्तो छ भने यहाँ चाहिँ यो गोलो गोलो यस्ता प्रकारका सानसानाहरू थुप्रै छन् है। कोही चाहिँ अब चन्द्रमा सेपका छन् भने कोही अब गोलाकार कोही साइकलमा रिक्सा भएकाहरू एकदम बबाल ठाउँ रहेछ गाइज है। तपाईहरु पनि यसो समय मिल्यो भने आउनु होला। यहाँ अब साइक्लिङ गर्नलाई साइकल है पुरा डबल साइकल अब हामी चाहिँ यिनीहरु भन्दा अलि ठुलो बोटमा चढ्ने छु है। त्यहाँ चाहिँ धेरै एकैचोटी धेरै मानिसहरु चढ्न मिल्ने बोटमा यो चाहिँ अब फ्यामिली प्याकेज जस्तो सानो आफ्नो फ्यामिलीहरुसँग बस्नको लागि मात्र ठिक्क रहेछ यतापट्टि भने ग्रुपिङको लागि ठुलो चाहिँ है उतापट्टि अर्कोपट्टि छ उतापट्टि पल्लोपट्टि त्यो माथि पुल देखिरहनु भएको छ नि त्यो भन्दा उतापट्टिबाट हो भाइ। अघि नै थम्बनेलको लागि फोटो खिच्दाखेरि यार तिमी अलि कालो आयो यार मौसम त्यस्तो भएर हो कि के हो के भनेर भन्न सक्नु साध्य छ। त्यति बेलाको समस्या त्यस्तै थियो फेरि त्यस्तै खालको परिस्थिति अनुसार काम पनि त्यस्तै गरियो ठ्याक्क के भन्नु ठ्याक्कै अब मान्छे पोल्ने काम गरियो साथी हो के गर्ने मान्छे पोल्दै 12 बजेको तर घाममा म आफू कालो भएको पत्तै पाइएन के गर्ने त अब यति बेला फोटो खिच्दा यस्तो देखियो। अब यसो कोरिया आएको छु गोरो होला कि भनेको कोरियनको यसो अलि सर लाग्यो भनेको खै त्यो पनि होला जस्तो लागेन। यहाँ यत्रो कतिचोटि भ्लग बनाइन्छ दाइकोमा यसो फोटो खिचिन्छ कहिले पनि गोरो आइन्न है जहिले कालो आइन्छ। घाम नलागेको दिन त झन् घाम नलाग्ने त लास्टै गाह्रो ब्राइटनेस बढाउँदा भयो दिक्क भइसक्यो गाह्रो साथीहरू हामीलाई यार दाइ चाहिँ लास्टै गोरो हुनु अलिक मिल्दैन यार दाइसँग हामी मैले चाहिँ फेरि पनि लाएर आउँछु नि त भाइ के हो यो हेर त अघिदेखि दिया छन् है त्यतिखेर ला बच्चेका कटर लगाइदियो त भाइ। मान्छेहरू दगुरिरहेका छन् है व्यायाम गरिरहेका छन् हामीहरू पनि हिँडिरहेका छौँ कसैले कुकुर डराइरहेका छन् भाइले चाहिँ टिकटक बनाएर नाचेर है पुरै पसिना निकालिसकेको छ। एक्कासी गर्मी बढ्यो है पुरै टन्टलापुर घाम आयो अहिले फेरि हल्का बादल आयो है। म कता रोकडा छाप्ने कुरा पनि भइरहेको छ पछाडि फेरि छापेर आउने छापेर। अब चाहिँ हामी जापान जाने छौँ है त गाइज। यसमा चढेर
जापान जाने हो। तपाईँहरू भिडियो अन्तिमसम्म हेर्नु होला। एमा चढेर चाहिँ हामी जापान पुग्नेछौँ। तर कति सोलो चलाएको यार, के हो जापान पुग्छ त यो तालले? जाँदा त बुढो हुन्छ क्या। जाँदा जाँदै बुढो होला जस्तो छ। खानेकुरा दिन्छ भनेर गरिरहेछ, छैन नि साथी। मिठो सो यहाँ रहेछ नि त भाइ, हामीले नहेराएर। सेम हामी चाहिँ दिनको लागि टिकट भइरहेछ। एकजनाको 4000 पर्दो रहेछ। जापानको टिकट हामीले काटिसक्यौँ अब है भाइ। जापानको टिकट खै हाम्रो जापानको टिकट के हो यो? अब हामी जापान हिँडेको, अब हामी जापान हिँड्यौँ है त। 12 करोड जापान चाहिँ कहिले पुग्ने हो थाहा छैन। एकदम बुढो होला जस्तो हामी पुग्दासम्म। यो बोर्डिङ पास साँच्चै जापान जान थाल्दा त्यतिकै भयो या मेरो साथीहरु। वाटर ट्याक्सी बोर्डिङ पास। बोर्डिङ टाइम चाहिँ 5 बजे छ है हाम्रो। ओहो कति छ? 3टा सिट छ हैन। दाइ तपाई घडी हेर्नु त कति भयो? घडी हेर्नु त कति भयो टाइम? घडी अहिले 5 बज्न लाग्यो भाइ। ए घडी त मिलाउने बोलेछु यार, यो त मिलाउनेवाला घडी हो होइन। अब अर्कोहरूले मोबाइल समातेको छु, मिलाउनु मिल्दैन होइन। वो अलग ही लेवल का बंदा था। हामी चाहिँ अब यसमा चढेर टक्क रमाइलो लिन्छौँ है त। ल हामीले चाहिँ टिकट काटिसक्यौँ है। अहिले हाम्रो चाहिँ बोर्डिङ पास चाहिँ 5 PM मा हुन्छ। अहिले चाहिँ लगभग 5 मिनट बाँकी छ है। त्यसको लागि चाहिँ अब हामी वेटिङ रुममा चाहिँ वेटिङ गर्दैछु। वेटिङ रुममा त चाहिँ हाम्रो चाहिँ यो बोर्डिङ पास चाहिँ यो भइहाल्यो है। यो बोर्डिङ पास हाम्रो टिकट चाहिँ यो है 12,000 हो बोर्डिङ पास हो। ल अब हाम्रो जाने पालो आयो है। अब हामी चाहिँ छिर्यौँ टपमा हो नि हामी त। पाइलटको जहाज सिट चाहिँ यो है यो। अब हाम्रो चाहिँ ल आयौँ। अब हामी चाहिँ जहाज चढेर चाहिँ अब जापानको यात्रामा लगभग 10-15 मिनट जति चढ्छौँ होला हामी। 5 बज्न लाग्यो हाम्रो। 5 बज्ने क्रममा चाहिँ अब नानी बाबुहरूले चाहिँ फोटो खिचिराख्नु भएको छ। अब हामी चाहिँ ऊ पर है लगभग 200 मिटर जति 200 मिटर जति हामी चाहिँ अगाडि यात्रा गर्नेछौँ। 안녕하세요. 잠시 안내 말씀드리겠습니다. 안내가 끝나고 앞뒤로 나가실 수 있습니다. 앞에 나가시게 되면 전면에 보이는 곳은 포토존입니다. 다 같이 사진을 찍을 수 있도록 사진 찍으신 분은 양보를 해주시기 바랍니다. 두 번째, 요 운전석 앞 바닥에 보게 되면 까만 라인이 그어져 있습니다. 까만 라인을 넘어서 오른쪽으로 들어오게 되면 시야가 가려서 운전을 할 수가 없습니다. 절대 어른들은 까만 선을 넘어서 오른쪽으로 들어오시면 안 됩니다. त्यो चाहिँ 감사합니다. रेखामा 앞으로 나가셔도 됩니다. यो रेखाभन्दा चाहिँ यतापट्टि गयो भने चाहिँ ड्राइभिङ गर्नेलाई चाहिँ अलिक गाह्रो हुन्छ अरे होइन। यसलाई चाहिँ यो रेखाभन्दा यतापट्टि मात्र बस्ने भनेको छ है। यतापट्टि ड्राइभरलाई देख्दैन नि त, त्यही भएर हल्ला गर गाइज हल्ला हल्ला। अब हामी जापान जाने तयारीमा छौँ। हाम्रो प्लेन चाहिँ अब उड्नेवाला छ। ए प्लेन त होइन नि यार भाइ, यो त सिप हो, पानी जहाज हो नि। पानी माथि छौँ यार हामी। के बोल्या भाइ, के बोल्या दाइ, के बोल्या यस्तो अब दाइले भ्लगमा जे पनि बोल्दै हुनुहुन्छ। कस्तो राम्रो भ्यू आएको यार अहिले त। हेर अब त एकदम घाम पनि लाग्यो नि त। घाम लाग्यो नि त अहिले। ओहो ल हाम्रो यहाँ रसी पनि अब निकाल्ने भइरहेको छ है। सबैजना धकल्नु भयो। अब निस्किन्छौँ हामी। शोभायात्रा भन्नुहोस् हामीलाई, शोभायात्रा। हेलो गाइज, शोभायात्रा भन्नुहोस् न ल चाँडो चाँडो। यो बाई बाई गाइज,
पानी चढेर अब हामी जापानको यात्रामा टोकियो पालै पालो दिनुपर्छ भन्ने छ होइन अलि स्पिड त लिनु पर्यो नि हामीले पनि ल हाम्रो चाहिँ यहाँ अब जहाज सरबर यहाँको मुख्य आकर्षक भनेको नै हाम्रो यो नहरको पानीमा होइन डुङ्गा सरर चढ्नु हो अनि भने यतापट्टिको ठुल्ठुला बिल्डिङहरू यत्रा इमारतहरू छन् हेर्नुहोस् है अनि फुल बगैँचाहरू भयो यसरी सजाएर राखेका छन् मान्छे हिँड्ने बाटो यत्रो फराकिलो चौडा अनि यतातिर अब बेन्चहरू भइहाल्यो मजाले यतापट्टि पनि यस्तो ठुल्ठुलो बिल्डिङहरू इतना बड़ा बड़ा इमारत कैसे बनाया हुआ हमारा टोपी खस गया है ऊपर देख के हम लुंगी खड़े भाई लुंगी लगा है यार खाली भन्छु यार भाई का लुंगी खुस गया भयो लुंगी फट गया लुंगी खुस गया है हिन्दी पनि त्यस्तै हो क्या हुआ तिनीहरुले जान दिनु त ल भाइ ल अब हामीले चाहिँ अरूलाई पनि पालो दिनुपर्ने हुन्छ हैन अब अरूलाई पनि पालो दिनुपर्ने भएको कारणले हामीले चाहिँ अगाडि हुडमा चाहिँ हामीले चाहिँ छोड्यौं है अनि यतापट्टि बसेर बाहिरको दृश्यहरू तपाईहरुलाई देखाउँछु है यो साइकल फ्यामिली साइकल मोज दिनु भएको छ भाइले फ्यामिली साइकल ए हाम्रो पानी जापान टोकियो अब हाम्रो फिलिङ त कता रोकियो यो मेरो त कस्तो राम्रो देख्छ ल यहाँ हेर्नुहोस् सबैजनाहरू यहाँ अगाडि बसेर चाहिँ फोटो खिच्ने तयारीमा हुनुहुन्छ हामी भने भिडियोमा व्यस्त छौँ अनि यहाँ पुल तल यसो मायालु प्रेम जोडीहरू पनि बसिराख्नु भएको छ भने जोडीहरूलाई चाहिँ भाइले चाहिँ निहालेर भिडियो बनाइराख्नु भएको छ रिपोर्टिङको क्रममा हामी यु ब्लग्स टिम या यतापट्टि पनि एउटा हेर्नु त यो बिल्डिङ के साह्रो बनाएको यार यो भाइले त सियागी गर्नै भुल्या रहेछ त बिल्डिङ बनाउँदा सियागी गर्नुपर्छ भाइ त सियागी गर्न होइन त्यो मिस्त्रीहरूले मिलाउँछ नि ढलान गर्दाखेरि अलिकति मिस्टेक गराएको छ मेरो बेमा यो पञ्चेबाजा लिएर जानुपर्छ यो चाहिँ के हो भाइ सनाई हो कि पञ्चेबाजा हो पञ्चेबाजा के हो खोइ पञ्चेबाजा मध्येको एउटा सनाई हो कि सनाई ट्वाइक ट्वाइक गर्नेवाला घाम थिएन कि गाइस थियो र अघि म कस्तो राम्रो देखाएको थियो यतापट्टि भने फेरि अर्को आर्क पुल यहाँ चाहिँ फुल फोटो खिच्नेहरूको चाहिँ चिज भना चाखत छ भने भाइ यतापट्टिको यो के हो यो मूर्तिहरू एउटै उसमा लाखेको अनुहार हो नि लाखे हुन्छ नि त्यसै अनुहार हो हेर्नु पुरा हेर त कतिवटा अनुहार छ फेस छ हेर त यहाँ एउटा उसमा चाहिँ हेर्नुस् साथीहरू ल हेर्नुस् म त देखाएको गर्छु देखाइ गर्ने काम हो हाम्रो भने तपाईहरुले हेरे गर्नुपर्छ ओ कत्रो बडा एलियन रहेछ यहाँबाट फालेको चाहिँ के हो भन्ने पत्ता लगाउनै गाह्रो भयो हाम्रो ऊ अगाडि परसम्म पुऱ्याएर चाहिँ फेरि घुमाएपछि हाम्रो आजको पैसा द्वार हाम्रो जापान पुऱ्याएर फर्काइदिँदैछ नि साथी हाम्रो है लाज पचेका भाइहरू पनि आउँदैछन् फेरि यता ए हेर लाज पचेका नकचराहरूले हेर त यो अहिलेसम्म दिएको छ ऊ त्यहाँ त्यो बाबुले के गरे बाबुले हेर त मजा लिएर भाइ फेरि हाम्रो अहिले जहाँबाट हामी आएको त्यही लिएर छोडिन्छ है त ल अब चाहिँ हामी यहाँबाट घुमेर चाहिँ पछाडि फर्किनेछौँ यहाँ यता भने चाहिँ पानी चाहिँ फोहोर रहेछ
उतापट्टि चाहिँ पानी फोहोर रहेछ ल उतापट्टि भने है साना साना बोटहरू रहेछन् तिनीहरू चाहिँ अब त्यो चढ्न चाहिँ खासै मजा नआउने भएको कारणले हामी चाहिँ यहाँ ठुलो लगभग 30-40 जना चढ्न मिल्ने चाहिँ बोटमा चाहिँ चढिरहेका छौँ लगभग हाम्रो आधा टिकट चाहिँ असुल भइसक्यो अब आधा टिकट चाहिँ बाँकी हामी रिटर्निङ हुन्छौँ जापान पुग्ने भनेको बिच बाटोमै रोकेर हामीलाई चाहिँ फिर्ता गराइदियो अनि हल्का भिसा प्रक्रियामा चाहिँ हल्का मिस्टेक भयो हामीलाई चाहिँ अब हल्का भिसामा समस्या देखाएर चाहिँ हामी फिर्ता भयौँ अब चाहिँ हामी फेरि पुरानै ठाउँमा जहाँ चढेको ठाउँबाट चाहिँ हामी झर्छौँ सुरुमा फोटो खिच्न भन्ने टाइम दिएको अरूलाई है आफूलाई नै यहाँ पारिदिए नि ओझेलमा पारिदिए पालो नआउला जस्तो छ अब चलाउनु पर्यो अब है राइट यो ह्यान्डल छैन यार के भा यो इन्भिजिबल हो के ह्यान्डल छैन कि अरूले देख्दैन कि ड्राइभरले मात्र देख्ने हो ल जुम गरी हेर्नु ल यो त सिधा है अब चाहिँ सिधा यस्तो छ कि यो अदृश्य ह्यान्डल हो क्या भने ल अब हामी चाहिँ एक राउन्ड लगाइसक्यो चाहिँ अब रिटर्निङ हुँदैछौँ अब पुग्ने क्रममा छौँ यहाँ भाइले चाहिँ पोज दिइरह अब हामी चाहिँ रिटर्निङ भयो भाइले चाहिँ पौडी खेल्न मन लाग्यो अरे भाइ खान्छ नि त अब नजिकै छ पैसा छ के त यार ल अब चाहिँ अब हामी पुगिसकेपछि भित्र जाऊ भनेर भन्नुभयो होइन भित्र बस्न लगायो बसौँ त एकछिन भयो नि बसौँ भनेर बसेर भयो भने एउटा पैसा सुन्नु पऱ्यो भनेर यतातिर खातातिर हेर्नु पऱ्यो नि यतातिर हेर न भाइ अनि हामी यस्तो भने 500 त बच्यो भाइ 500 बच्यो क्या 500 बच्चा छ 500 त उठाउनुपर्छ है लास्टै हल्ला गर्ने हामी पर्यो नबोलेर भलक बनाउन नि गाह्रो छ नि त नबोल्दा तपाईहरुलाई टेन्सन है कस्तो शान्त बनाउँदाखेरि अरूलाई छौछा भएको मान्छेलाई टेन्सन कति बोलेको कति कराएको भन्छ भगरहरुलाई गाह्रो छ नि कहाँ पुर्यायो 500 थप तिर्नुपर्छ क्या हो 500 थप तिर्यो भने गाह्रो पर्छ कहाँ लिएको छ त उल्टाबाट लिएको त घुमाउनु पर्यो यार लरानी हो नि एउटा वा धुममा चाले बत्तेर आछ ल धुममा चाले कट्टो चाले धुममा चाले यो कोरियन दाजुले के हो यस्तो हेर्दैछ नि हो दुर्बिन लगाएर हेर्दैछ ढिजो हाम्रो चाहिँ स्टेसन ल्याएर हामीलाई लगभग हाम्रो एकछिन अझै बाँकी छ भाइ अझै घुम्नै बाँकी छ नि एकदम पुरै भइसकेको छैन एकछिन कुन छ कक्रोच भाला यो बिल्डिङ चाहिँ भाइलाई मन परेर भाइको अफिस है त पछाडि देखिरहेको भाइको अफिस चाहिँ उता है त भाइको अफिस काम चाहिँ पछा लाउने है फेरि गलत क्यार ननिकाल्नु र हामी आफै निस्किन्छौँ बात तो सही है अब हाम्रो 12,000 पैसा पनि लगभग सकियो है ट्रक अब हामी चाहिँ डोरी बाँधेर ट्रकको रोक्दै हुनुहुन्छ
ल अब चाहिँ हामी चाहिँ आफ्नो पैसा असुलेर मजा लियौँ। छोटो यात्रा भयो पनि है, तपाईँहरूलाई जापान पुर्याउने भनेको जापान पुर्याउन सकिएन, निकालेर अब हामी चाहिँ निस्क्यौँ। मजा आयो भाइ, मजा आउँदो रहेछ है। बेला बेलामा दिनुपर्दो रहेछ है। तपाईँहरू पनि यहाँ आयो भने चाहिँ यो एकचोटि मजा लिनु होला होइन, रमाइलो लाग्दो रहेछ है। टक्क बिचको नहरमा डुङ्गा चढेर यताउति दृश्यहरू हेर्दै रमाइलो हुँदो रहेछ। नानी बाबुहरू चाहिँ अब गर्मी मौसम सुरु भएसँगै नानी बाबुहरू चाहिँ है झ्याप झ्याप छिरेर मजा लिइरहेछन्। ल भाइ तिमी नि नआउँछौ र? अब अन्तिम गरौँ भाइ। अब पक्रियो गाई, पक्रियो खान्छ तर यो अलि पिरो यताउति कम वाला हो। के कम वाला लेभल 5 को लेभल 5 वाला हेलो हामी मैले चाहिँ उक्सुसु मकैको जुस, भाइहरूले चाहिँ चाउचाउ खाएर हामी चाहिँ खाएर चाहिँ अब गन्तव्यतिर लाग्छौँ है त। छायामा हाम्रो माया। ल साथीहरू, हाम्रो खाने कार्यक्रम पनि सकिएर हामी चाहिँ फर्किने तयारीमा छौँ। लगभग 6 बज्न आँटिसक्यो। अब हामीले रुमतिर फर्किनुपर्छ, आफ्नो गुडमा फर्किनुपर्छ होइन। चराहरूले गुडमा फर्के जस्तै हामी पनि अब हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। ल भाइ केही छ? ल त साथीहरू, अन्तिमसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद। अर्कोचोटि फेरि अझ राम्रो भ्लग लिएर आउनेछौँ। यसरी नै 3-4 जना भए पनि माहौल चाहिँ पुरै कडा तताएर हिँडिरहला फेरि हामी। कोरियनहरू हेरे गर्छन् हामी बोलेको देखेर। यस्तै छ होइन, यस्तै नगरेर त फेरि तपाईँहरूले मन पराउनुहुन्न। त्यही भएर हामी चाहिँ सके आफ्नो कोसिस पुरै दिनेछौँ। रमाइलो गर्नलाई त इन्जोय गर्न हाम्रो भिडियो। ल ओके, बाय बाय गाइस, सी यू नेक्स्ट vlog।